Itu lo putas boy lo. अर्को पाइन्छ होला त के यहीँ किन्न नपर्ने भन्ने। स्वागत छ हजुरहरूलाई यो मेरो न्यू भ्लगमा। आज स्कुल गथ्यौँ सबै अनि अबेला भयो, भ्लग पनि बनाउनु पाएन आज। अनि आज चाहिँ दाइहरूसँग मार्केट जाँदैछौँ बाबुसँग। तिमीसित? तिमीसँग किन जानु पर्यो त? मसित जानु पर्दैन। पुरै रात भइसकेछ। छिटै राति भइसक्यो। फ्ल्यास अन गरेछौँ। अब मार्केट गएर के किन्ने, सब्जी किन्न गइरहेछौँ हामी। हामी अहिले नेपालको बुटोल भैरवा भन्ने ठाउँमा, बुटोल भैरवा ठाउँमा एउटा प्रसिद्ध सहर छ, मार्केट छ हैन। त्यो मार्केटको नाम चाहिँ के अरे कान्छी बजार। कान्छी बजारमा हामी अहिले सब्जीहरू लिन गइरहेछौँ। अनि रात परिसकेको छ। रात परिसकेको छ। यता लास्टै बाटो कच्ची भएर हामी भैरवाको हाइवे चोकमा आइपुग्यौँ। बुद्ध चोक। बुद्ध चोक त खतरा हाइवे छ त। अब कतादेखि बाटो काट्ने भने के? बाटो काट्नु त चाहिन्छ त यार। हात पकटेर जान्छ। रोक्नु 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 रोक्नु। आउनु आउनु। खतरा झ्याप छ त आज त। झिलिमिली झिलिमिली। छुट्टै रे पागल। अब यसो यता है कान्छी बजार उतै हो क्या। खतरा झिलिमिली छ त यार आज त। बुद्ध चोकमा यस्तो कहिले थिएन। अब उता पनि आयो। अब कान्छी बजार आइपुग्न लाग्यौँ। यहाँ चाहिँ खतरा मोमो सोमो सबै पाक्छ के। बस सबै पाकिरहेछ। लुम्बिनी गेट त मस्त चम्केछ त सौगात। अब हामी आइपुग्न लाग्यौँ गाइस। अब ल छिटै न मामालाई भेट्न जाऊ। मामालाई क्या क्युट छ त यार। ओए सुनहरू हेर न। यो चाहिँ फेरि के हो? अब चाहिँ सौगातलाई बोलाइरहेको छन् साथीहरूले। हजुर तपाईँ भन्ने नि होइन यार। यो फेरि कुन तरिका हो फेरि? यस्तो अस्ति म यहाँ आएको जस्तो लाग्यो कि यहाँ माया किन्न आएको जस्तो लाग्यो। अब मार्केट आइपुग्न लाग्यौँ। यदि हजुरहरू यही भैरवामा, यही बुटोल भैरवामा बसोबास गर्नुहुन्छ भने चाहिँ हजुरहरूले यहाँ भैरवाको कान्छी बजारमा आएर सामान सब्जीहरू किन्न सक्नुहुन्छ। सब्जीहरू यहाँ चाहिँ सस्तोमा पाइन्छ कि। 100 मा 4 किलो आलु, 100 मा
6-7 किलो टमाटर त्यस्तो पाइन्छ। ओहो यहाँ हेर्नु त एकछिन। सौगात चाहिँ त्यहाँ पुगेको छन्। सौगात तिमीलाई यो लिने हो, तिमीलाई यो लिने हो, तिमीलाई यो लिने हो। यही हो कान्छी बजार। अब हजुरहरूले यहीँदेखि के पानी निस्काइरहेको छन् के त्यहाँ त्यत्रो मेसिन लागेको छ नि त्यहाँ पानी निस्काइरहेको छन्। जाम Giving up, no I'm not giving in. I will make it to the top, taking off in the wind. I gotta make it, I'm saving every day to taste it. I'm patient, but my mind, it can hardly take it. I'm chasing a dream that I've had for several ages. A vacant, modern kingdom for the taking. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I've got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I've got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I've got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. केरा 50 रुपया किलो, 100 में 1.5 दर्जन। मालपोत केरा भनिरहेको छ नि त। काउली लैजानु 100 मा 1.5 किलो, 100 मा 1.5 किलो। यहाँ पूजा गर्ने ठाउँ रहेछ त। कान्छी बजार पूजा गर्ने ठाउँ रहेछ। ₹70 किलो, 100 को 1.5 किलो लाने र 100 में गिलाए नि 100 को लगाम के ल हाल्दिन 100 को 1.5 किलो। हामी यो लिइरहेछौँ। यो चाहिँ के हो नि? यो बाबु कुमुरुक हो। कुमुरुक तरकारी खाएर ए यो अस्ति हामीले पोलिथिन रुखमा त्यही के यहाँ चाहिँ जे नि पाइन्छ। हजुरहरूले जे नि लग्न सक्नुहुन्छ तरकारी। हामी चाहिँ यहाँ गोपी के हो रे यसको नाम दाजु? लोकल काउली। यो चाहिँ 100 को 1.5 किलो भन्दा छ। 100 मा लगिरहेछौँ। खैदिन हामी यो लगिरहेछौँ। अब जाम यो चाहिँ 100 को 1.5 किलो भन्दा छ। 100 मा लगिसक्यौँ हामीले। काँक्रा हेर्नु नि काँक्रा। दाइ उयो लगाऊँ न सिमलाहरू यिनीहरू के यो हामी कता भने अब उतै बिचमा है। अब चाहिँ यता यो के हो फेरि? यसको नाम चाहिँ मलाई थाहा छैन के हो गाइस। हजुरहरूले कमेन्ट गर्नु होला यसको नाम के हो। यो तरुल होइन कि अर्को हो? अब हामी कति किलो? अंकल कति हो 1 केजीलाई? 50 रुपियाँ। 50 रुपियाँ रे 1 किलो लाग्ने। ल हाले
फेरि टमाटर लिएँ सयमा 1.5 केजी भनेछ र टमाटर ठिकै हो कि जस्तो लाग्यो मलाई 2.5 किलो 2.5 किलो 100 रुपियाँ 2.5 किलो 100 रुपियाँ 2.5 किलो भनेछ र साग उतै पाइन्थ्यो नि दाजु उतै यहाँ किन्नुभन्दा उतै पाइन्छ नि उतै हेर्नु जाऊँ न एकछिन जाऊँ उतै हेर्न एकछिन फाइनल गाइस हामी घर आइपुग्यौँ घरमा कोही छैनन् कि क्या हो घरमा कोही छैनन् ल ल अब चाहिँ भन्दा अब हामी कति गर्ने यार हामी अब गाइस घरमा आइपुग्यौँ अब दिदी पनि पसलदेखि आउनु भएको छैन अब म ब्लग इन्ड गर्छु अब खानासाना पकाउनु पर्यो त्यही भएर गाइस हजुरहरूलाई भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट शेयर अनि सबसे ज्यादा सब्सक्राइब गरिदिनु पर्यो यस्तै अर्को भिडियोमा भेटौँला हस् त बाई